नर्मल अब वेबसाइट बोक्ने हो, बुकमा हिँड्ने हो, ब्यालेन्स गर्ने टाइप मात्रै कुरा भयो। तर पछि जब त्यहाँनिर ट्विस्ट आयो ब्लाइन्ड फोल्ड भनेपछि तिमी एकदम सक भयो। जब सरले पट्टी लगाएर गर्नु भनेर पट्टी नलाइ त मान्छे हिँड्दाखेरि यताउता लडिन्छ भने पट्टी लगाएर चाहिँ के गर्ने? ओ माई गड, झन् त्यो काट्दा हुन्छ गोप्यो भने त डर त्यसले स्क्रच हान्छ। त्यही भएर मलाई त डेन्जर डर लाग्छ अब के हुन्छ। मैले त सोचेको पनि थिएन कि यस्तो हुन्छ भनेर। पुरा आँखामा पट्टी बाँधेर जब हेमन्त सरले हामीलाई भन्नुभयो आँखामा पट्टी बाँधेर हामी त्यो टास्क गर्ने हो भनेर, म त हाम्रो सबै छक्क परेन। सबैले यताउता हेर्छौँ सबैको फेसमा र आगे त्यो हुन्छ नि दर्पण त्यो आएको थियो। भारी बोक्ने र ढुङ्गा बोक्ने, ढुङ्गा भन्दा सानो ढुङ्गा भन्दा वेट आफ्नै कम छ। अब त्यो ढुङ्गा कसरी बोक्ने के गर्ने थाहा छैन। बट आफ्नो बेस्ट दिन्छु यति हो। अब ढुङ्गाले मलाई बोक्छ कि मैले ढुङ्गालाई बोक्छु त्यो चाहिँ थाहा छैन। त्यो ब्लाइन्ड फोल्ड बिनै सुन्दा पनि गाह्रो थियो खासमा होइन, बिकज कति धेरै लेयर्स छ नि त टास्कमा। बट ह्याभिङ सेड द्याट ब्लाइन्ड फोल्ड भन्ने बित्तिकै अब हामी आफै सोच्नु एकछिन हामीले आँखा बन्द गऱ्यो भने हामी केही पनि गर्न सक्दैन, बिकज वी नट युज टु द्याट।